आज मंगलबार अभिनेत्री साम्राज्ञी शाहको जन्मदिन पनि हो। यो अवसरमा उनले प्रशंसक सामु एक सरप्राइज घोषणा गरेकी छन्। उनले इन्स्टाग्राम मार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन्। उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका फोटोमा उनले हिराको औँठी लगाएको देख्न सकिन्छ। सोमबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे विस्तृत खुलाएकी छैनन्। #A&B उल्लेख गर्दै उनले यो महत्त्वपूर्ण अवसरमा आफ्ना भावनाहरू पनि व्यक्त गरेकी छन्। उनी लेख्छिन्, जसको लागि मैले प्रार्थना गरे, मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, कहिल्यै समात्न नसकिने शब्दहरूसहित आभारी छु। तिम्रो आँखा मेरो आँखासँग ठोकिँदा सिर्जना भएको एक जादु, एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ। फेरि चिप्लिन नदहिकन मेरो हातलाई बलियोसँग समातेकोमा धन्यवाद। तिमीले मलाई सम्झायौ कि माया गर्नु सजिलो छ, दयालु र कोमल हुनु, सधैँ र सधैँभरि मेरो हृदय समात्नु। इन्गेजमेन्टको यो घोषणाप्रति प्रशंसक र सेलिब्रिटीले साम्राज्ञीलाई बधाई दिइरहेका छन्। कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) सुरु भएको छ। केही कलाकारले मैदानमा पुगेर आफूले समर्थन गरिरहेको क्लबलाई समर्थन गरिरहेका छन् भने केहीले फिल्मको छायाङ्कन सेटबाटै सपोर्ट गरिरहेका छन्। अभिनेत्री तथा मोडल नीति शाहले चितवन राइनोज क्लबलाई रङ्गशालामा पुगेर समर्थन गरेकी छिन्। नीति लेखिएको 11 नम्बरको जर्सी लगाएर नीतिले चितवन राइनोजको झण्डा फहराएकी छिन्। प्रशंसकलाई स्नातक तह उत्तीर्ण भएको जानकारी दिएकी गायिका रचना रिमाल पनि मैदानमा पुगेर आफ्नो क्लब विराटनगर किङ्सलाई समर्थन जनाएकी छिन्। क्लबको नीलो जर्सी लगाएर ब्याट बोकेको फोटो खिचाउँदै एलिनाले क्लबको प्रवर्धन गरिरहेकी छिन्। अभिनेता दया हाङराई अहिले हिमालपारीको जिल्ला मुस्ताङमा आउँदो फिल्म कबड्डी 5 को छायाङ्कन गरिरहेका छन्। उनले छायाङ्कन सेटबाट विराटनगर किङ्सको जर्सी लगाएर आफ्नो क्लबलाई समर्थन जनाएका छन्। आजबाट नेपाल प्रिमियर लिग (NPL) सुरु हुँदैछ। सम्पूर्ण टिम तथा खेलाडीलाई सफलताको शुभकामना। सभ्य होस्, भव्य रहोस्। हामी समर्थक यसै खुसी। म चाहिँ विराटनगर किङ्सको सपोर्ट गरिरहेछु है। गायक बद्री पङ्गेनी पनि सोमबार उद्घाटन खेल हेर्न त्रिवी क्रिकेट रङ्गशाला पुगेका थिए। कलाकार सन्दीप छेत्रीले पोखरा एभेन्जर्सको प्रवर्धन गरिरहेका छन्। लोकरक ब्यान्ड नेपथ्यले हालै पोखरा रङ्गशालामा पोखरा एभेन्जर्स क्लबको प्रवर्धनमा कन्सर्ट गरेको थियो। नेपाली चलचित्र निर्माताहरूको छाता संस्था नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन्। उनले 153 मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। अध्यक्षका अर्का उम्मेद्वार सुनिल कुमार थापाले 126 मत पाएका थिए। सङ्घको सोमबार भएको 19औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका सुब्बा यसअघि 1 पटक वरिष्ठ उपाध्यक्ष र 3 पटक उपाध्यक्ष भइसकेका छन्। यसैगरी महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन्। उनले 152 मत पाए भने उनका प्रतिस्पर्धी किरण नेपालीले 125 मत प्राप्त गरे। सचिवमा युवराज गिरी 159 मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी किसान पोखरेलले 112 मत प्राप्त गरे।